छोडेर छुट्दैन माया मेरो, रोकेर रोकिँदैन माया मेरो, छोडेर छुट्दैन माया मेरो। बाबरी रङ्गमा रङ्गिएर, बाबरी रङ्गमा रङ्गिएर, मलाई माया गर, साँचो माया गर, निधरीको माग झै मलाई माया गर, मलाई माया गर, साँचो माया गर, निधरीको माग झै मलाई माया गर। कैसा प्यार तू जताए, कैसे पास मेरे आए, मैंने पाऊं तेरे दिल की चोरियां मैं तेरी हो गईयां। हाँ, मैं तेरी हो गईयां, मैं तेरी हो गईयां। हाँ, मैं तेरी हो गईयां। तेरी लाग ऐसी लागी, रैन सारी सारी जागी, तेरी लाग कैसी माहिया, तूने ही की मन मानी, एक भी न मेरी मानी, ऐसे क्यों सताया माहिया। कैसे तुझको ये बताए कि हम जी नहीं पाए, कैसे तुझको ये बताए, हाँ हम जी नहीं पाए। जान लेती थी तेरी मेरी दूरियां, मैं तेरी हो गईयां। मैं तेरी हो गईयां, मैं तेरी हो गईयां, मैं तेरी हो गईयां। आँखामा सपना केसरी, लजाउँदैन हेर त्यसरी, आँखामा सपना केसरी, लजाउँदैन हेर त्यसरी। फुलैको बाटोमा फुलानी, आslaउँछ म तिम्रै होला नि, आउला नि आउन त जुनेली, के ल्याइदेऊ मायालाई कोसेली।
बुझ्दै कोही छ सोचेरै दुनियाँ नै भुल्दै किन हो किन सनानी माया छ रुमानी तिमी नै छौ जीवनमा बुझिदेऊ कुरा छन् कति मनैमा पिरती बसिदेऊ धडकनमा तिमीले लिएको आसना हुरहुर चल्दछ बासना भावनाहरू बिथोली सुनेर सुनेर त्यो बोली आउला नि आउन त जुनेली ल्याइदेऊ मायालाई कोसेली तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काखा तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काखा जान नदेऊ मलाई अब टाढा अझै गाडा तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काखा मन मेरो तिमीबाट टाढा नजाओस् मन मेरो तिमीबाट टाढा नजाओस् अधेहुरी सम्बन्धमा कहिल्यै नआओस् अधेहुरी सम्बन्धमा कहिल्यै नआओस् तिम्रो मुटुमै थुनेर राख मेरो सिरानी होस् तिम्रो काखा
सीमा मेरो कमरमा पेटी गलिलो तमलाई सोध्र मलाई आहा गलिलो तमलाई सोध्र मलाई मुखियाको आँगनमा कुलमको साँचो गोठालो दाइले भैँसीमा दुयो कैवाला गुराले सोध्र मलाई एउटाले होइन गोले होइन कतिले पुर्याउने सोध्र मलाई आहा 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 कतिलाई पुर्याउने सोध्र मलाई Okay, let's rock the floor. Are we all ready? Okay, भिडियो पनि भइरहेछ यसो सबैजनाले मेरो खेमा चाहिँ हात राख्नु ल Okay, so 3, 2, 1 and play! Woo! मेरो मन्छुला तिम्रो मानैमा बनैमा मेरो मन्छुला तिम्रो मानैमा मेरो मन्छुला तिम्रो मानैमा मेरो मन्छुला तिम्रो मानैमा एले गाली एले छोया फोटोको सानो माया एले लगाउने ढुको नपुग्दै मर्छु पोकारे बनसोटी बरोबर मन आँटी ए बनसोटी बरोबर मन आँटी रातो छु पाखुरीमा निकै माया बस्छु आँखेमा झिक्कै रातो चलो पाखुरीमा निकै माया बस्छु आँखेमा झिक्कै गौरव कल्कल पारी प्रकृतिलाई उडाने नपाई बैसैमा मर्छु पोकारे बनसोटी बरोबर मन आँटी ए बनसोटी बरोबर मन आँटी सम्झना बिर्सना सलालाला झन्झ भयो बिर्सना सलालाला सम्झना बिर्सना तिमीलाई बगाउला दिनको मटिरकारमा तिमीलाई गरौँला सम्झना बिर्सना सलालाला झन्झ भयो बिर्सना सलालाला सम्झना बिर्सना सलालाला झन्झ भयो बिर्सना सलालाला सम्झना बिर्सना सलालाला झन्झ भयो बिर्सना सलालाला सम्झना बिर्सना सलालाला झन्झ भयो बिर्सना सलालाला
की ये कहानी सुनो। एक लड़का था एक लड़की थी, होती क्या है जवानी सुनो। एक लड़का था एक लड़की थी, वो भी एक दौर था, वक्त ही और था जब वो थे अजनबी। दोनों तरह से थे पर वो कहते किसी बात जो दिल में थी। कति बस्छु माइतीकै कौसीमा हौ माइतीकै कौसीमा लाग्छ आँखा पाकेको लौसीमा। मैले के गरौँ तिमी आउँछौ के अर्कै बेगारौँ, तिमी आउँछौ के अर्कै बेगारौँ। कति बस्छौ माइतीकै कौसीमा हौ माइतीकै कौसीमा लाग्छ आँखा पाकेको लौसीमा। मैले के गरौँ तिमी आउँछौ के अर्कै बेगारौँ, तिमी आउँछौ के अर्कै बेगारौँ। तिम्रो पनि सिउँदो बाँझेछ हौ सिउँदो बाँझेछ, घरमा बाउलाई बुहारी खाँचेछ। मैले के गरौँ तिमी आउँछौ के अर्कै बेगारौँ, तिमी आउँछौ के अर्कै बेगारौँ। खुशियाँ सब हाथ में रहे, हमसे बस फासले रहे यूं। हर तुरंत तुरंत चाहे कहीं भी किसी भी मोड़ पर बिगड़ेगी कोई बात भी अगर मिलके एक दूसरे से कहें यूं। ये बातें है छोटी मोटी बातें, ये आए जाए जैसे कि दिन और रातें, ना आँखों से लगाना कभी ये बरसाते मेरे यारों। बिस्तारै बिस्तारै डुब्दैछु तिम्रो मायाको सागरमा म। दुःख आँसु सबै बिर्सेर रम्न चाहन्छु तिम्रै न्यानो अङ्गालोमा म। खुल्ला पङ्ख फिजाए आकाशमा उडेको चरी झै मुक्त हुन चाहन्छु। डुब्न चाहन्छु तिम्रै मायामा, रम्न चाहन्छु। बिस्तारै बिस्तारै डुब्दैछु तिम्रो मायाको सागरमा। दुःख आँसु सबै बिर्सेर रम्न चाहन्छु तिम्रै न्यानो अङ्गालोमा म। खुल्ला पङ्ख फिजाए आकाशमा उडेको चरी झै मुक्त हुन चाहन्छु म तिम्रो मायामा म। डुब्न चाहन्छु तिम्रै मायामा, रम्न चाहन्छु म। सहारा बनिदेऊ तिमी मेरो खुसी बनिदेऊ। सहारा बनिदेऊ तिमी मेरो खुसी बनिदेऊ। अन्धकारको उज्याली मेरी रातको जुन तिमी मेरो बनिदेऊ। अन्धकारको उज्याली जुनेली रातको जुन तिमी
celebrating 25 years of love and togetherness. Can we have a round of applause, everybody? As a 25th anniversary, 25 वर्षगाँठ सरकारमा आशा पनि आइसकेको छ। really जोरदारमा अनि beautiful couple like such a beautiful video. 25 वर्षको यादहरू सकालेर गइरहेको हामीले देख्यौँ। हामीले पनि अलिकति भएको जीवनबारे थोरै माया बारे थोरै प्रेमीहरू देखिसकेका छौँ। एकचोटि जोरदार ताली beautiful couple लागि म अपेक्षा गर्छु। Thank you so much everybody for video देख्दा देख्दै स्वर्णकै हिरो हिरोइन चाहिँ देख्नु भएको थियो है। क्या अगार क्या एक्ट, oh my god, so full filmy hero, म्याम फुल हिरोइन, दुईटा एक्सन। गाडीमै अड्किएको थियो, गाडीले समस्या दिएको थियो भन्ने मैले सुनेको थिएँ। अलिकति बताइदिनुहोस्, हामीले भिडियोमा त थोरै देख्यौँ, यहाँको बोलीबाट सुन्न पाए त झन् हामीले त्यही बेला पुगेको जस्तो हामीलाई पनि महसुस हुँदैथ्यो। कस्तो भएको थियो? थ्याङ्क यू। वास्तवमा यो भिडियो हेरेपछि आफूलाई फ्ल्यासब्याक चाहिँ हुँदो रहेछ। फर्स्ट अफ अल म यहाँ उपस्थित हुनुहुने सम्पूर्ण अग्रजहरू, मेरा परिवारजन सबै र साथीभाइ लगायत विशेष सबैमा मेरो हार्दिक नमस्कार। मलाई यति खुसी दिनुभयो आजको यो साथमा हामीले विज्ञानका कुराहरू सम्झ्यौँ भनेर छोराहरूको जुन प्रयास गरेँ त्यसलाई एकदम यादगार बनाइदिनको लागि यहाँहरू उपस्थित भइदिनु भयो। म हृदयदेखि नै मुरी एकदम आभार, अति नै हृदयदेखि नै म आभार व्यक्त गर्न चाहन्छु। यो सबैलाई मेरो हृदयमा रहिरहनेछ, म खुसी व्यक्त गर्न चाहन्छु। उहाँले भने जस्तै यो विवाह भनेको कुरा कस्तो हुँदो रहेछ भने मैले एउटा पत्रिकामा आज मैले पत्रकार भाइहरूलाई बोलाउन सकिनँ। के भन्छ, मैले केटी हेर्न जाँदाखेरि आज हरि सुवेदी यहाँ हुनुहुन्छ अनि शङ्कर सर हुनुहुन्छ। मेरो यहाँ शङ्कर सर र हरि सुवेदीलाई म अगाडि पनि बोलाउन चाहन्छु। उहाँ हुनुहुन्छ, उहाँले मेरो जीवन जोडी जोडाइदिने शङ्कर ढुङ्गेल सर हो, उहाँलाई म विशेष सम्झाउन चाहन्छु अनि म अगाडि नै बोलाउन चाहन्छु। त्यस पछाडि हरि सुवेदी हामी ग्रामीण आदर्श कलेजमा म केटी हेर्न गएको हो। केटीमा हेर्न जाँदाखेरि शङ्कर सरले पनि केटी चाहिँ देख्नु भएको छ, देखेको उहाँले अलिकति बिर्सिनु भएको छ। अनि हामी हेर्न जाँदै थियौँ अनि एउटा बोर्डमा उहाँ चाहिँ कक्षामा म्याडमलाई खोज्न जानुभयो। हरि सर र म चाहिँ त्यहाँ बाहिर सूचनाको त्यो पार्टीमा हेरेर बसेका थियौँ। एकजना ब्लेजर लागेको चस्मा लागेको केटी आएर बसिन्, ठ्याक्क हेर्दै दिन्थ्यो। अनि हरिजीलाई पनि जिस्काएँ, यो चाहिँ केटी पाए बिहा गर्नुहुन्थ्यो क्या हरिजी भने। मैले ठ्याक्क भने अनि शङ्करजी केटी नभेटेर घुम्दै त्यहाँ आइपुग्नु रहेछ। अनि त्यहाँबाट पछि यो त्यहाँ त्यो हेर्ने सूचना बोर्डमा हेर्ने केटी चाहिँ हराउनु भयो। पछि घुम्दै फिर्दै उहाँले बोलाएको केटी त उहाँले त्यो सूचना बोर्डमा त्यसपछि त अब यो हिस्टोरिकल मोमेन्ट अफ माई लाइफ होइन। अनि म आफै छक्क परेँ। अनि त्यस पछाडि हामी भेट्यौँ नजिकैको चिया पसलमा, हामी चाहिँ नि बसेको थियौँ, चिया पसलमा बस्यौँ। पहिलो इन्ट्रोडक्सन गरियो, उहाँले अलिकति भन्नुभयो अनि मेरो उहाँ विशेषले के भन्नुभयो भने अङ्कल नमस्कार। द्याट वाज अल्सो ग्रेट टाइम टु मी होइन। अनि मेरो पत्रिकामा त्यही मेरो हाइलाइट मेरो जीवनी बस्दाखेरि चाहिँ मैले त्यही कुरा भनेको थिएँ। अनि उहाँले पत्रकारले के लेखिदिनु भयो भने अङ्कल भन्ने केटीसँग विवाह भयो। अब यो म वास्तवमा बुढै रहेछु कि जस्तो लाग्यो होइन। अब केटीले अङ्कल भनिसकेपछि बिहा गर्नु कि नगर्नु चिन्ता पनि थियो होइन। त्यही पनि अब बिहा भयो, खुसी साथ छौँ। आजको दिनसम्म 25 वर्ष भएछ, सँगै साथी हुनुहुन्छ। मेरो एकचोटि उहाँसँगको फोटो पनि यहाँ क्याच गर्नुपर्छ। म उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। उहाँले धेरै केटी देखाउनु भयो मलाई। अर्को एउटा रमाइलो मुभमेन्ट के छ भने एकजना केटी देखाउनु भयो। मलाई एउटै केटी उहाँलाई बिहा गराउन साह्रै मन थियो। 3 चोटि लिएर जानुभयो कि 3 चोटि जाँदाखेरि बिहान जाँदाखेरि नुहाएर निस्केको बेला दिउँसो गए भएन, होइन यो बिहान हेर्दाखेरि मिलेन होला, नुहाएको बेला पऱ्यो भन्नुभयो। दिउँसो लिएर जानुभयो, त्यो पनि नुहाएकै बेला पऱ्यो क्या। अर्को दिन फेरि लिएर जानुभयो, उहाँलाई एकै दिन साथ्यो। त्यसपछि जाँदाखेरि नुहाएकै बेला अनि चाहिँ अब नदेखाउनु रहेछ कि म यो केटीसँग बिहा गर्दिनँ भनेर। अनि त्यो जुरेको रहेछ। अब सो मेनी मुमेन्ट्स होइन। अब मसँग धेरै यस्ता मुमेन्टहरू छन्।
रमाइलो मोमेन्टहरू यो सानो क्षणमा मैले सबै व्यक्त गर्न सक्दिनँ। फेरि पनि थ्याङ्क यू मेरो जीवन सङ्गिनी राधा कडेरिया र म अहिले विशेष गरी मसँग जन्ती जानेहरू, मैले जन्तीको टिम गरेको थिएँ। आज भोला पोखरेल देखिन, प्रेम श्रेष्ठ देखिन, हरि सुवेदी यहीँ हुनुहुन्छ र अरू एक दुईजना साथीहरू, मेरो पोखरेलजीको भाइ होम पनि भाइ हुनुहुन्थ्यो, अनि 10-12जना साथी थियौँ सँगै। हाम्रो शिव न्यौपाने हुनुहुन्थ्यो, यी धेरै साथीहरू, विष्णु श्रेष्ठ होइन, शम्भु श्रेष्ठजी, कि जन्तीहरू पनि आजको दिनमा सम्झन मन लाग्ने रहेछ। उहाँहरूलाई धेरै धेरै धन्यवाद मेरो जन्तीमा साथ दिनुभएकोमा। फेरि त्यो दिन मेरो 2टा घरमा बिहा भयो। यस्तो धेरै चिजहरू जो सम्झिने, मेरो दाइ र मेरो एक दिन बिहा भयो। तर आज अब म एक्लै यहाँ मनाइरहेको छु। कहिलेकाहीँ पनि अप्ठ्यारो पनि हुन्छ, तर पनि आई इन्जोय नाउ। थ्याङ्क यू यो मोमेन्टलाई। अरू मैले गाडी बिग्रेको कुरा भन्नुभएको थियो, गाडी बिग्रेर हामी फेरि एउटा चाहिँ भन्नै पर्ने भयो होइन। हामी एकै दिनमा, मलाई त रामेछाप कति टाढा भन्ने पनि थाहा थिएन, अनि बिहा गर्ने भइहाल्यो। काभ्रेमा चाहिँ बिहा नगर्ने भनेर रामेछाप खोजेको, गाडी लियौँ ठुलो, हामी 15जना मात्रै चाहिँ जन्ती भयो 40जनाको गाडीमा। त्यस पछाडि गयौँ चरीकोट पुग्ने बेला गाडी बिग्रियो, अनि त्यहाँबाट उतातिर चाहिँ 10-11 बजी हामी आइपुग्छौँ भनेको, जाँदै 4 बज्यो। के भन्छ, मोबाइल थिएन त्यतिखेर। बल्ल किर्तेमा चाहिँ नि चरीकोट पुगेर खबर गऱ्यौँ, अनि त्यहाँबाट दिनभरि चाहिँ हाम्रो ससुरा भाइ मुकुन्द कडेरिया उहाँको चिन्तामा, उनी चाहिँ अब बेहुलो नआउने भनेर अर्को झन्मै केटा खोज्नु, त्यस्तो पनि भयो होइन। अनि त्यस पछाडि शिवदाई यहाँ चाहिँ हाम्रो शिव न्यौपाने मेरो उहाँ हुनुहुन्छ होइन, जस्तो मुमेन्टमा पनि हामी भिज्नुपर्छ त्यो बेलामा। अनि एक दिन बिहा गर्न भनेर गएको, भगवान्ले चुराएपछि त्यस्तै हुन्छ। हामी चाहिँ बेलुका पुग्यौँ 5 बजे र रातभरि बिहा भयो। भोलिपल्ट बिहान पनि यस्तो बिहा भयो ट्रेडिसनल। आज गुरु पनि आउनु भएको छ। गुरुको म हाम्रो बास्कोटा सर, एकदम मेरो आदरणीय बास्कोटा सरलाई पनि अगाडि बोलाउन चाहन्छु। उहाँ गुरुले साह्रै मेरो भिडियोमा राम्रो चाहिँ नि उहाँको शब्द सुन्नै मजा लाग्छ। उहाँको लागि एकचोटि ताली पाउन। त्यो लेखेको श्लोकमा मैले सुनाउन सकिनँ, समय उहाँले राम्रो श्लोकहरू पनि छ। उहाँले राम्रोसँग मेरो गरिदिनु भएको त्यो पुरोहित के भन्छ पूजाआजा गरिदिनु भएको भएर अनि ल अहिलेसम्म राम्रो छ। उहाँहरू सबैको आशीर्वादले फेरि राम्रो होस् भन्ने पनि कामना गर्न चाहन्छु। धन्यवाद गुरुलाई फेरि पनि नमन। हामी त्यहाँ अघि सुरेश स्वस्तिको वाचनबाट सुरु गर्ने विचार थियो, गुरु अलिक ढिला हुनु भएर हामीले अगाडि बढ्नु पर्यो। थ्याङ्क यू गुरु, थ्याङ्क यू भेरी मच। अनि त्यो के भन्छ गाडी गरेपछि हामी 5 बजे गरेर बेलुकाभरि बिहा भयो र हामी फर्केर भोलिपल्ट मात्रै आउनु परेको अर्को यादगार क्षण छ। र उनीले झन्नै चाहिँ नि मलाई आउँदैन कि भनेर चिन्ता गरेर यस्तो पनि अवस्था भयो। त्यस कारण अब चिन्ता छैन। थ्याङ्क यू राधारानी, थ्याङ्क यू। र आज विशेष गरी अमेरिकादेखि मलाई मेरो जन्ती मैले लास्टमा भन्नलाई राखेको मेरो आफ्नै भान्जी दिप्ता पाण्डे हुनुहुन्छ। म दिप्ता पाण्डे कता खै माई भान्जी गइरह्यो त्यो युसुफ मलाई एकदमै चाहिँ नि रमाइलो, त्यो मुमेन्ट बाटोभरि रमाइलो बनाइदिने मेरो भान्जी यहाँ हुनुहुन्छ। उहाँहरू कति छिट पनि छोड्नु भएन र आजको यो मुमेन्टमा पनि अमेरिकादेखि मलाई साथ दिन आउनु भएको छ। थ्याङ्क यू लभली भान्जी, मलाई एकदम खुसी लागेको छ। र त्यति भन्दै गर्दा सबैजनालाई थ्याङ्क यू अगेन। मैले लामो समय लिएँ, फेरि पनि हार्दिक नमन हजुर सबैमा। हस् धन्यवाद। मैले यति राखेँ है मैले। हस् थ्याङ्क यू। विशेष धन्यवाद छ। साँच्चै नै जीवन एकदम सुन्दरमय छ मेरो। हाम्रो विशेष गरेर सबैजनालाई सम्झन चाहन्छु। धेरै धन्यवाद दिन चाहन्छु। जोरदार ताली र अब ढिला नगरिकन हामी गीतको टिकटरमै अघि बढ्न चाहन्छु। Congratulations on your 25th anniversary.
पक्कै पनि रहेको छ। अब लभ स्टोरी यति ग्रान्ड छ, हजुरले नानीलाई कसरी अप्रोच गर्नुभएको, यति कहानी हामीले सुनिसक्यो होइन। रोमान्टिक मान्छे हुनुहुन्छ भनेर हामीले थाहा पाइसक्यो। आज अब एनिभर्सरीको दिनमा हाम्रो ब्युटिफुल म्यामको लागि एक स्पेसल गिफ्ट प्रिपेयर त पक्कै पनि गर्नुभएको होला। खास धेरै स्पेसल भन्दा पनि आज सबै गेस्टहरू मेरो लागि सबभन्दा स्पेसल फर्स्टमा त्यही नै हो। फेरि पनि आजको हाम्रो दिन स्पेसल दिन नै हो। त्यसमा अब सङ्गिनीसँग अलिकति कम्मर गरेन भने फेरि यहाँले त्यति राम्रो मान्नुहुन्न भन्ने मेरो छोराहरूको निर्देशन थियो। अनि के छ गीत पनि थाहा छैन, अनि त्यसमा चाहिँ हल्लिदिनुपर्छ भनेको छ। अब हामी कसरी हल्लिदिने एउटा समस्या छ हामीलाई, किनभने जिन्दगीमा धेरै नाचेकै छैन। अब प्रयास गर्नेछौँ, हजुरहरूको ताली चाहिँ पक्कै दिनुहुनेछ। थ्याङ्क यू। मुश्किल सोना डाला रे बेहुली हरको माथि काट गर्नु होला है त। अब यसको एन्सर चाहिँ मलाई थाहा नै छ, तर पनि म सोच्छु आई लभ यु भनेर फर्स्टमा कसले कसलाई भन्यो? यहाँ दुईजनाले हेर्न पाइँदैन एकअर्कालाई। आई लभ यु फर्स्टमा कसले भन्यो? एन्सर सेम हो। ओके, म्यामले आई लभ यु भन्नुभयो र सँगै आई लभ यु भन्नुभयो हो। द्याट्स द राइट आन्सर। कसले कसको पिछा लाउनु भयो? सबसे बेटर सरप्राइज कसले कसलाई दिनुहुन्छ? सरप्राइज चाहिँ कसले धेरै दिने गर्नुहुन्छ? So we know who is more romantic. थाहा भयो हामीले। So marriage preparing surprise उहाँले पछि चाहिँ आफ्नो कार्डमै निकाल्नु भयो। म पनि सरप्राइजमा कम्मै छुइनँ है भनेर। ओके ओके, यसमा त टक्कर दुवैजनाले म बढी रोमान्टिक छु भन्नुभएको छ। तर यसो कुराहरूमा टक्कर पनि हुनुपर्छ नि होइन? दुईजनाले एकअर्कालाई उत्तिकै माया गर्नुभयो भने ओके, कसले चाहिँ आफू गलत हुँदा हुँदै पनि म नै राइट हो भन्छ। आई थिङ्क यो चाहिँ हामी सबै ओके, यसमा पनि एन्सर मिल्यो। पहिला यस्तो गर्नु भएको थियो भनेर कसले पहिलाको कुरा कोट्यो
दुईटा फाइनल क्वेसन दुईटा मात्रै छ 25 वर्षको यात्रा तपाईँहरूको तय भइसकेको छ आज 25औँ एनिभर्सरी मनाउँदै हुनुहुन्छ एन्ड ब्युटिफुली तपाईँहरू ठ्याक्कै 25 इयर्स अफ लभको बिचको घेरामा बसिरहनु भएको छ बट ब्युटिफुल सेटिङ एज वेल 25 वर्षपछि कसलाई चाहिँ लाग्छ म उहाँलाई पाउँदाखेरि चाहिँ भाग्यमानी छु भनेर कसलाई चाहिँ भाग्यमानी छु जस्तो लाग्छ अर्कोलाई माया गर्नुहुन्छ कसले बढी माया गर्नुहुन्छ एकअर्कालाई ओके तपाईँले सोधेर माया गर्नुहुँदो रहेछ
Entendí los cielos y tierra y no te encontré. Llega hoy, tan de repente, y la sentí toda mi vida como un tren. सारी दुनिया में लिखा है सेनोरिटा सपना मेरा ज़िया है आज जिंदगी में आना पापा को जाने जाना ढूंढे किसी दीवाना सपना मेरा ज़िया है आज जिंदगी में आना एउटा गीत हामीले त्यो बेलाको रहर लाग्यो त्यहाँ युद्धराज जोली सरलाई पनि मैले एकदम पातमा तपाईँ पनि मन पराउनुहुन्छ हाम्रो कृष्ण भट्टराई र सुरेन्द्र श्रेष्ठ पीयूष आनन्द उहाँहरू साथीहरू मन पराउने भएको हुनाले उहाँहरूको रिक्वेस्टमा पनि मैले त्यो बेलाको एउटा गीत गाउन गइरहेको छु यहाँले हिँडियो कुनै बेला हो हिँडियो कुनै बेला प्रेम पत्र लेख्दै पातमा हिँडियो कुनै बेला यति दिएका तिलाई हात हातमा हिँडियो कुनै बेला सरकारी
हुँदो अहिले त बुढो 16 वर्षे उमेरमा मै पनि झुके हुँदो अहिले त बुढो वर्षे उमेरमा मै पनि झुके हुँदो अहिले पो बुढो 16 वर्षे उमेरमा मै पनि झुके हुँदो अहिले पो बुढो हिमाचली पल्लपट्टि 16 वर्षे उमेरमा मै पनि झुके हुँदो अहिले पो बुढो 16 वर्षे उमेरमा Say
हामी यो हाम्रो भोला सर पनि अडिटरै हुनुहुन्छ, म पनि अडिटरै हो र हामी अडिटरको सन्दर्भ म एउटा सानो गीत सुनाउँछु है त। मेरो रचना अडिटरसँग सम्बन्धित छ है त। हिसाबको परीक्षणले आर्थिक अनुशासन अडिटरका कर्म जाँच कि धर्मनिष्ठावान हिसाब खाता विवरण समयमै पेश गर्नु अडिटरले औल्याएका बेहोरालाई हेर्नु छुटकारा मिल्छ नत्र भने भ्रष्टाचारी बात लाग्न सक्छ आर्थिक समृद्धिलाई बलियो बनाउँछ पदनियत झुटा काम नत्र भने भ्रष्टाचारी बात लाग्न सक्छ बेरोजु आएपछि गर्नै पर्छ फरस्योट। धन्यवाद। प्रेजेन्ट छ एउटा स्पेसल भिडियो छ जुन हामी तपाईँहरूमा प्रेजेन्ट गर्न चाहन्छौँ र त्यो सँगसँगै आजको यो ग्रान्ड सेरेमनीलाई पनि हामीले डेफिनेटली कन्क्लुड गर्नेछौँ, सम्पन्न गर्नेछौँ। यहाँहरू सम्पूर्णलाई हलभित्र आइदिनु अनुरोध गर्न चाहन्छु र मेन स्टेज नजिक आइदिनु होला। हामी एउटा स्पेसल भिडियो प्ले गर्छौँ, त्यसपछि भने हामीले पक्कै पनि आजको कार्यलाई सम्पन्न गर्नेछौँ। थ्याङ्क यू सो मच एभ्रीबडी फर कमिङ, थ्याङ्क यू सो मच फर इन्जोइङ। त्यसपछि हामी डिजेको लागि डान्स फ्लोर खुला गर्नेछौँ, तपाईँहरू इन्जोय गर्न सक्नुहुन्छ। वी हेभ ए स्पेसल मोमेन्ट टु सेयर विथ अल अफ यु। यहाँ सबैजनालाई अगाडि स्टेजमा आइदिनु हुन अनुरोध गर्न चाहन्छु। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Samraji. Happy birthday to you. A round of applause for our birthday boy, Mr. Samrat Pathak. Today, happy birthday to you. Kaso lagiरहेको छ, wishing you a very very happy day indeed. यो मेरो लागि पनि सरप्राइज थियो, हल्का इमोसनल पनि भएँ। फेरि पनि धेरै धेरै धन्यवाद। सच नाइस सरप्राइज, आई रियली एप्रिसिएट। स्पेसल भिडियो डेडिकेटेड टु यु। सानाजीलाई पनि मैले इन्भाइट गरेँ, यति राम्रो सरप्राइज दिनुभएको छ। सो अ स्पेसल वर्ड फ्रम यु टु योर ब्रदर अमङ अल अफ अस। नमस्कार सबैजनामा, गुड इभिनिङ। आई होप यु आर इन्जोइङ यर टाइम हियर एज मच आई एम इन्जोइङ यर प्रेजेन्स। हजुरको उपस्थितिले हाम्रो लागि यो खास साँच्चै अविस्मरणीय भएको छ। भर्खरै देखिएको जोडी हैसिन्छ, बिहेको भोज नभएर चाहिँ 25औँ बाँचेको छ भइखेरि। अनि धेरै नै धन्यवाद छ, माया पनि छ यहाँहरूलाई। मम बाबाको झ्याइकुटीको 25औँ वर्षको छ मनाइरहँदा म निकै खुसी छु। यो कार्यक्रमको तयारी गरिरहँदा आई वेन्ट डाउन मेमोरी लेन सो मच। धेरै भावनाहरू खेलेर मेरो मनमा। मम बाबाको आँखा अगाडि बढेको जुन मैले मायाको नमुना मान्ने गरेको छु यो यात्रा, सबै आँखा अगाडि झल्किए। 21को नानुलाई 30को अङ्कलले बिहे गरेर लाँदा मनमा के कुरा खेल्यो होला, जिन्दगीको बाटो के कस्तो होला भनेर सोच्न भ्याएनन् होला। सङ्घर्ष के कति आउलान् त पुगेनहरू। जिन्जान सुत्तर नहुँदा म विचार गर्छु असलमा त थियो एक केटा र एक केटी, र
प्रभु भगवान्को आशीर्वाद चाहना एउटा जोडीको जुनले हरेक दुःखको सामना नडमाइकन गरोस्, जुनले हरेक दुःखको सामना नडमाइकन गरोस्, जसले साहस विश्वासको उदाहरण प्रस्तुत गरोस्। दुःखका बिचमा नि रमाएर हुर्केको जोडी चाहिँ लाग्छ, तर त्यो मात्र नभएर कति रोमान्टिक भइसक्छ हातले मात्र थाहा छ। अनि त्यसपछि अघिको डान्स भिडियोले पनि यो देखाइ नै हालेर कति रोमान्टिक भइसक्छ भनेर। थ्याङ्क यू। दाजुभाइ बिचको सम्बन्ध पनि प्रगाढ छ, डेफिनेटली बोन्ड पनि यति स्ट्रङ छ हामीले देखेका छौँ। एन्ड उहाँहरूको इमोसनल मोमेन्टले मलाई पनि इमोसनल बनाएको छ, सबैजनालाई पनि इमोसनल बनाएको छ। र सम्राटजीको आज बर्थडे पनि छ, सो लेट्स चियर अप। बर्थडेमा चियर अप हुनुपर्छ, 25th एनिभर्सरी छ, चियर अप हुनुपर्छ। एकचोटि सबैजनाले सम्राटजीलाई फेरि पनि हामी ह्याप्पी बर्थडे विश गरौँ है त। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे to you, happy birthday dear Samratji, happy birthday to you. मेरो